मजाले नौ भनेको जाडो भइसक्यो पानी चिसो छ कि के छ कुन्नी नारायण 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 कृष्ण गोविंद हरे मुरारी नाथ नारायण वासुदेव ओम नमः शिवाय। लो यो बाजेले आज ल्याङ हानु यो बाजेको कपडा लुकाइदिनु पर्छ है कसो बुढोले जिउभरि मस्त साबुन दलेर मुखमा पनि मस्त दलिरहेको बेला त्यसको कपडा फालेर पानी बन्द गरिदिनु पर्छ। यता बुढोले देख्ला यता लुकेर बसौँ अनि बुढाले मुखभरि साबुन दलेपछि पानी बन्द गरिदिनु पर्छ। हुन्छ त्यसै गर। श्री कृष्ण गोविंद हरे मुरारे जय शम्भो के भो पानी पनि कम भयो आफू पिरो भएर मर्लाइसक्यो के भयो यहाँ के हुँदैछ पानी पनि यतिखेरै मर्नुपर्छ आफूलाई यहाँ आँखा पिरो भएर मर्नु नबाँच्नु भइसक्यो होइन कुन चाहिँ बचिएको काम हो यो अधर्म अकर्म जीवन सर्वदा नासकी अर्थात् अधर्म अकर्म गर्ने मानिस यो धरतीबाट चाँडै मासिन्छ कसले होला एउटा पनि छैन यो एउटा चाहिँ खसाल्दैछ सबैका लागि बाह्र बेच्न पाए त राम्रोसित शान्ति स्वस्ति गर्थ्यो। आज यो कुखुरासँग पाइलीको भट्टीमा गएर चिसो गिलासमा सुरुप सुरुप पार्ने। कुखुरा त बल्ल तल्ल चोरियो अब साइलीले रक्सी चाहिँ उधारो दिन्थ्यो होला र हिजो त मलाई भाडा मान्न लायो नि। ओइ हेर त तोर्पे बाले बाख्रा डोराएर लाँदैछन्। यो कुखुरासँग त्यो बाख्रा सट्टापट्टा गरिदिने हो कि क्या हो? हैट ब्रो जुक्ति चाहिँ हो माने तिमीलाई। पानी कस्तो गाह्रो भयो सिमसिमे पानीमा दाइले बेमान गर्छन् कि जिन्दगानीमा पनित बाजे नाङ्गै हिँड्नुभएको छ त सर्लक्क पारेर। होइन यो गाउँमा आज शनि के दशा लागेको छ कि के हो डोरीले कुखुरो बाँधेर पो हिँडेछ नि त सर्लक्क ल कुन चाहिँ बच्चाले मलाई मेरो कुखुरो साटेछ कुन चाहिँ बच्चाले साटेछ सर्लक्क पारेर बाह्रो लिएर आएको भने मैले बाह्रो ल्याएको थिएँ कुखुरो परेछ बाजे कसले साट्यो होला झन् बाह्रो बेचौला भनेर पूजा लाउला भनेको सर्लक्क पारेर कुन चाहिँ मरेछ। अब मेरो पनि नुहाउँदै कपडा हरायो तपाईँको नि बाख्रो साटिएछ बरु भद्रकालीमा भाकल राखौँ यही कुखुरो पनि सङ्कट टर्छ कि कसले गर्यो होला यस्तो मेरो बाह्रो लिएर गएर कुखुरो बाँधिएछ कुन चाहिँ फटाको काम होला यो सर्लक्क पार गुरुबा। केटा हो अनि यो के हो बाख्रा यसो बेच्न हिँड्यो हामी। ए
मलाई पनि श्रीमतीले बाख्रा ल्याइदिनु त भनेको थियो। बेच्यौ त केटा हो? हामी त क्यास दिए अहिले बेचिहाल्ने हो। धेरै पैसा त म तिर्दिनँ यस्तो बाख्रालाई फेरि। दिनु न 15वटा 1000 जति दिनुहोस्। ल पख त बाबु। 15वटा 1000 चाहिँ अहिलेलाई पुगेन बाबु। यो बाख्रोलाई म 10वटा 1000 दिन्छु। अहिलेलाई 2000 एडभान्स राख। ए हुन्छ हुन्छ, आजलाई यति भयो नि। हुन्छ, कहिले दिनुहुन्छ? दिउँला, भोलि पर्सितिर नेता त हो नि। ल केटा हो है त। ल मुनि मुनि मुनि।